बिहान भइसकेछ हामी रहेछौँ मर्निङ पर्सन हामी अहिले 6 बजे उठिसक्यौँ कति हो 6 बजे उठेको हामी उठ्नु चाहिँ अब कति भयो त्यो कति हो टाइम 9 10 10 बजिसकेछ अनि हामीले आज तेल बिना अन्डा बनायौँ पानीमा खाइ पनि सक्नु भयो गाइजहरूले मलाई नदिखाए कस्तो सेल्फिस छ नि त मेरो प्लेटमा केही छैन त्यहाँ एकजना खायो त मलाई खानु भनेर सोच्छ पालेजी त्यहीँ छ तिमीलाई खानु दिएको अब भ्यू हेर्नु जानुपर्छ यहाँको भ्यू चाहिँ यस्तै छ हिजो कति बेला को सुत्यो थाहा छैन ला सेट उयो भयो नि त हुसु यस साथीहरू हामी यस्तो छ हाम्रो भ्यू चाहिँ अहिले दामी पानी परिरहेको छ यहाँ हाम्रो हत्तब पनि छ भरे यो चाहिँ युज गरिन्छ होला लास्ट चाहिँ आउट घाँसतिर यस्तो रहेछ डाँडा ओके सो यस गाइज मेरो फेस हेरेर चाहिँ माइन्ड नगरिदिनु होला मलाई मुख दुख्छ अनि यता हामी बस्नु आउँदैछ सो अब भ्यू हेर्दै चिरी च्याट्ट लगाएर कसरी यो क्यामेरा टर्न गर्छु है गाइस यहाँ हाम्रो हेर्नु दाइ हो कि भाइ हो चिन्दैन है फिल गर्न सक्नुहुन्छ कडा खतरा बडी रहेछ देख्न सक्नुहुन्छ प्याक्सहरू त्यो पानी भित्र भएर 8 प्याक्स छ यहाँ 8 प्याक्स हैन 1 प्याक छ त्यहाँ फिल गर्नु यहाँ दाइ चाहिँ कामिँदै हुनुहुन्छ हैन गर्मीले हो म त गाइस यस्तो कोल्ड बाथ बिहान बिहान लिनुपर्छ होला यस्तो भ्यू इन्जोय गर्नु काँडा तिम्रो भुतला त काँडै भएको छ है तपाईँको हेर्नु त उठेको के म त छक्क परेको नि त्यसो यहाँ पनि हेर्नु हुने हटपट म पानी अन गरेर लाग्छ त्यो फेरि अर्को स्पोर्ट्सम्यान जो चाहिँ छिरेन डुप्लिकेट स्पोर्ट्सम्यान सो यस गाइज वी आर प्लानिङ टु गो अब कता दिदी बताइदिनुहोस् जनता जान चाहन्छ We are going to some lake. तपाईँलाई नाम थाहा छैन सो यहाँ वेदर चाहिँ बबाल भएको छ लाइक त्यस्तो गर्मी छैन त्यस्तो जाडो छैन पानी परेको छैन कुल छ वेदर एन्ड देन भित्र मान्छेहरू पर्ख्या हो खै कत्रो टाइम हो दिदी भन्दा ढिलो हो What do you mean? एन्ड देन हाम्रो फरारी त्यहाँ छ ड्राइभर ओभर लेट भयो क्या हाम्रो ड्राइभर चाहिँ पछाडि ओ ड्राइभर यहाँ हो ड्राइभर लाइसेन्स ड्राइभर खै टोपी खै लाउने त्यहाँ वी गना गो नाउ ट्रेकिङ हाम्रो एक दिन एक्सटेन्ड भयो नि त Yes, I believe so. I think we're gonna stay 3 days now.
अब बाटोमा भेट्नुपर्छ ओ हिरो भनेको त मै पो रहेछ यस साथीहरु हामी चाहिँ लाइक गाडीबाट उत्रेर हामी आइसक्यौं हैन यहाँ पछाडी म टुर गाइड हो छा यो क्यापले त कस्तो जोतको देख्यो हाम्रो सुरु भयो ट्रिप लेक होइन क्या त्यो लेकमा जोडिएको रिभर चाहिँ छ क्या यहाँ आउनु न हिँड्नु न यहाँ त्यहाँ पानी छ र यता घुमाएर लिएको आउनु आउनु त्यहाँ रिभर छ क्या कस्तो नपत्ता रिभर छ भन्दा पत्ता नै हुँदैन यहाँ रिभर छ क्या यस रिभर छ अनि यहाँ के रहेछ यिनीहरूको बुझ्ने नो फायर रिस्क नो फायर्स नो बार्बिक्युज यो ट्रेलै हो क्या यो माउन्टेन ट्रेल हो वाह या हेर्नु रिभर लुक एट दिस रिभर हजार त्यो लेक हेर्नु भन्दा त यो राम्रो छैन नजिकबाट तर यो चाहिँ के हो ओ यो यसरी पकाएर हिँड्ने तर यहाँ ज्यादा रिस्क चाहिँ नलिउँ होला इन केस पानीको फ्लो ज्यादा भएर आयो भने आउनु सक्छ होला किनकि यहाँसम्म पानी आउने नै रहेछ वाउ यो हो नि त हाइक भनेको ट्रेल भनेको त होइन खतरा ठाउँ आइएछ वाउ सर्पालाई चाहिँ इन्काउन्टर नगरौँ हामी त्यही हो अरू सबै ठिकै छ अब म लडेँ त के गर्नु छिरिङला छिरिङ त हरायो अनि चिप्लो भइहाल्छ नि ल्याउँछौ यहाँ झऱ्यो भने त डेड हो दामी बाटो चाहिँ बनिएको रहेछ है कस्तो तर रातो पानी क्या जम उतै जाउँ टिप्लिङ छ र पनि त्यहाँ झऱ्यो भने त डेड हो तिमी इट्स द वे दि मान्छे गएको वे राम्रो ठाउँ इन्काउन्टर गरिन्छ कि भा हु नोज यहीँसम्म रहेछ सक्यो पहाड आएर जस्तो फिल भयो मलाई त कसम जम उपरबाट माथि जाउँ न हल्का स्केरी कुराहरू गरौँ न यो मान्छेले हेरेको हेरै छ मेरो जिउमा त्यस्तो चिज के ल्याइछ ओए त्यो मान्छे बग्छ है अहिले गुलुलु हड्डी मात्र छ वाउ प्लस यहाँ हाम्रो यहाँ उयो पनि रहेछ हात यो चाहिँ एउटा स्टोरी नै रहेछ यो एउटा रुख चट्याङले झारेको थियो एन्ड देन लाइक यो एउटा आर्किटेक्चरले बनाएको रे कृष्ण खै ए ओ फाइनली उता पुग्यो दाइको ट्राइपोड देखेको खै जोतको रहेछ क्यामेराको रहेछ ल बाई
अब हामी चाहिँ लाग्यौँ उता रुखको हात हेर्नु रुखको हात हेर्नु न यहाँ यो अघि गुगलमा पनि देखाएको थियो एउटा रुखदार हातै बनाएको छ क्या प्योर हात यो माथि गएर अलिक मजाले देखाउँछु इन केस भरे हामी खोला पनि जान्छौँ खोला भन्दा नि लेक जान्छौँ त्यो मान्छे के गरेर खै यस्तो छ है नजारा चाहिँ लड्यो 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 औ माथि त्यहीँ माथि गएर भेटौँ यहाँ माथि लाइक त्यहाँ भन्दा नि उयो ठाउँमा त्यो ठाउँबाट दामी फोटो भिडियो That's why it's a giant pan, right? I'm reaching for the... Survival, right? I think I had read it on the internet. Yeah, and now getting to see. Oh, is it? Yes, it is. That's why I didn't even read that. I just knew it. ब्रिटेनको सबसे टलेस्ट माउन्टेन भन्यो ट्री ब्रिटेन भन्यो इट्स ह्युज मेरो हात जत्रो Boom, giant skuta hai. Look guys, 1, 2, 3, go. Status आयो status. राम्रो आयो ए छिरिङ आँखा बन्द गरेछ नि ल ब्याक 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 ओए खसै म यो म आई फिल लाइक म सबै गियरहरुसँग मात्र आइरहेको छु सही हो अगाडि आँखा चाहिँ ओपन गर्छु त्यसै 1 2 3 Be careful, please. लगाउ न लगाउ दाइ उहाँ छिरौँ यता आउ न हाम्रो हुनुहुन्छ अर्को छिरिङ शेर्पा This is Krishna. to work What is this behavior? एउटा स्क्वाट हेर न What is this behavior? Yeah. यो अश्लील उ त्यो चाहिँ हामी हरकतहरु चाहिँ नो अलाउड है ओरालोमा बसेर स्कोर गर्नु होला लड्छ है गाइस हाम्रो पानीपुरीको पानी चाहिँ जाने वाला छ पानीमा बगेर पानीपुरीको पानीमा जान्छ अझै मुनि ल भयो आउनु म तपाईलाई ल राईको बल देख्नु पर्यो है अब यसका राईको बल उता अगाडि स्कोर गर्नु पर्दैन खुट्टा पछाडि गर्नु अय यो अलि तल हुनु पर्यो है अझै मुनि ल उहाँ चाहिँ टट्टी गरेर बस्नु भएको जस्तो बसिराख्नु भएको छ भाइ बिचमा जाऊ त घाम पनि आयो ल चाचाडो जाऊ न ढुङ्गा यता छ अनि यता जानु हैन त्यो क्यामेरा अनुसार के कुर्सी बसेको चाहिँ बिच है ल पढेको छु भाइ त यस्तो गर्दैन यस्तो गर्दैन त एकछिन जाऊ न कार्ड पेमेन्ट्स भनेको त्यही त पढ्दैछ नि अघि यता भनेको चाहिँ प्लिज पे एन्ड डिस्प्ले यो भनेको चाहिँ थ्याङ्क यू चाम भनेको चाहिँ थ्याङ्क यू दिलो चाम वेल्स भाषा इङ्ग्लिस भाषा यिनीहरूको त आफ्नै भाषा होला के कसले बुझोस् वे टु इट फ्रम अ ठिक देवलचाम अब हामी कहाँ जान्छौँ होला अब साइक्लिङ जान्छौँ होला कि त बोटिङ जान्छौँ होला कि त हामी अब एरोप्लेन नि उडाउन सक्छौँ हाम्रो हेलिकप्टर आउँदैछ यस गाइज हामीहरू अहिले यो धन्दै हाम फालेको म यहाँ तर्सेर तर दामी छ है यो ह्यान्डमेड होला जस्तो लाग्यो मलाई दामी छु
यो हो ह्यान्डमेड म त हेलमेटको सुनेर ह्यान्डमेड भनेको नि म त टाउको विषय भयो अहिलेको क्यासुअल उपर रहेछ त्यही हो अब हाम्रो प्लान चाहिँ केही भएको छैन बोटिङ र साइक्लिङमा यता दाइलाई साइकल कुदाउन आउँदैन दाइ बोटिङ भन्दैछ दिदीलाई पानीसँग डर लाग्छ होला त्यही भएर दिदी साइक्लिङ भन्दैछ आई डोन्ट नो के गर्नु अब के गर्नु जे पाइदिएको आएर है यस साथीहरू हामीहरूले फेरि ग्रोसरी लिन आएको छौँ यहाँका नयाँ ड्राइभर हुनुहुन्छ यहाँ हेर्नु होला अब हामी अल्डीमा आएको छौँ आज चाहिँ यसो त्यही खानासाना हामीले हिजो चाहिँ ल्याएको थियौँ हिजो त्यही नुडल्सहरू खायौँ आज चाहिँ खाना खाने अरे त्यही भएर खाना लिन आएको प्लस रक्सी पनि सक्यो मेरो बियर पनि सक्यो बियर लिन जानुभएको छ अब बियर रक्सी ड्रिङ्क्स खानेकुरा एभ्रिथिङ अनि भर्खर हामी दामी ठाउँ गएर आयौँ तर जानु चाहिँ आफू पोल्यो अनि अब त्यही हो सपिङ गरेर आएपछि घर जाने हट टप हान्ने हो अब चाहिँ अनि भोलि ट्रेकिङ यो भ्लग कतिवटा बन्यो मलाई थाहा छैन मैले भिडियो मात्रै बनाउँदैछु लाइक एडिट केही गरेर चाहिँ त हटअपको कार्यक्रम ऐसे नै देखाइदिउँला अनि त्यही हो अब कतिवटा भ्लग बनिन्छ थाहा छैन भिडियो चाहिँ मैले बनाएको बनाइछु इफ होइन तर बन्छ होला 3टा जति चाहिँ बन्छ होला 3टा जति बन्छ किनकि कति दिन हुन्छ हामी 3 days भन्दा 4 days भयो अब त 4 days सो हुन्छ होला भोलि हाइकिङको चाहिँ बनाउँछु यहाँ म बनाइदिउँला कृपया हेरौँ छिरिङ नाम यो नाम र यो वचन सुनिराख्नुहोस् उहाँले भन्नुभएको भोलि गरिदिइहाल्छ नि नगर भोलि मलाई हिँड्दा अल्छी लाग्यो भन्छ बनाउँछ अरे खै हेरौँ बोकाइदिन्छु म किन बनाउँछ कि बनाउँदैन हेरौँ अनि डेन्जर मुतायो त्यही हो भ्लग गर्नु नि अल्छी लाग्छ एडिट गर्नु लास्टै अल्छी लाग्छ झन् त्यही भएर मैले भिडियो नहाल्नुको कारण त्यही हो अब चाँडै 20K सब्सक्राइबर पुगौँ होइन तपाईँहरूको साथ र सपोर्टले नै मायाले यस गाइज हाम्रो फाइनली हटअप भइरहेछ अनि हाम्रो दाइहरू सामान लिनु गएको थियो आए जस्तो लाग्यो तर होइन रहेछ यहाँबाट पोलहरू यहाँ हुने रहेछ अघि भर्खर बालेको आगो यो चाहिँ डेन्जरै पोल हो अनि यहाँ छ हटअप मौसम यस्तो छ अनि भित्र कुकिङ हुँदैछ अनि म पनि तरकारी पकाउनु जानुपर्ने अब साथीहरू हामी यहाँ अहिले मुभी हेर्ने हो हाम्रो यहाँ छ हड्डी माई बर्थडे होइन यहाँ हाम्रो छ एन्ड देन यहाँ हाम्रो तरकारी छ चिप्स अरे ब्रिटिसहरूको नाममा चिप्स विथ सलाद एन्ड देन यो आलुको सुप एन्ड देन यहाँ चिकनको करी एन्ड देन यो चाहिँ कसको हो स्न्याक मान्छे स्न्याकहरू त्यो मान्छे हेर्नु न अनि यहाँ हाम्रो डिसवासरलाई पनि हामीले प्राइभेटली ल्यायो हो ए सरी माई ब्याड यहाँ हाम्रो हुन्छ पानीपुरी दाइ पैसा देऊ मलाई पैसा देऊ गेस्ट होइन क्यामेरामा मलाई होइन क्यामेरालाई पैसा देऊ गाइस मलाई पैसा देऊ गाइस मलाई Yeah, so jacuzzi is ready. Wow! खै गाइजहरू आएको छैन गर्दनलाई जक्कुजी तातो सो दामी तातो भइसकेको छ तर लगहरू चाहिँ हालिराख्नुपर्छ होला चाकमा भुक हुँदो रहेछ वाउ आफै आयो क्या बाफ स्टिम ओके Put your head on my shoulder.